अर्को केही दिन आयान र सिया बीच पहिले जस्तो कुराकानी भएन। कल छोटो हुन थाले, म्यासेजमा पनि पहिलेको जस्तो मिठास हराउँदै गइरहेको थियो। समय बिस्तारै अघि बढिरहेको थियो। रेहान पनि काठमाडौँ छोडेर पढाइको लागि पोखरा गयो। एक साँझ रेहानले सियालाई क्याफेमा भेट्न बोलायो। सियाले धेरै सोचिन् र अन्ततः एक साथीको रूपमा भेट्न गइन्। उनीहरू कुरा गरिरहेको बेला अचानक रेहानले भन्यो, सिया, तिमी अझै पनि आयानलाई माया गर्छौ? सिया मुस्कुराइन् र भनिन्, हो, धेरै। रेहान केही क्षण मौन बस्यो र भन्यो, तर मलाई लाग्छ दूरीले उसलाई बदलिरहेको छ। त्यो कुरा सुनेपछि सियाको मन फेरि बेचैन हुन थाल्यो। उता काठमाडौँमा आयानले सोसल मिडिया खोलेर हेर्दा रेहानको फेसबुकमा एउटा फोटो पोस्ट देख्यो, जहाँ रेहानले आफ्नो र सियाको फोटो पोस्ट गरेको थियो। त्यो फोटो देख्ने बित्तिकै आयानको मुटु भारी भयो। उसले तुरुन्तै सियालाई मेसेज पठायो, मलाई भन्न आवश्यक पनि ठानेनौ। केही मिनेटपछि सियाको रिप्लाई आयो, तिमी फेरि गलत सोध्दैछौ आयान। तर आज आयानको मन केही सुन्न चाहिरहेको थिएन। उसले रिसले फोन अफ गरिदियो। त्यो रात दुवैले रोएर बिताए, तर कसैले पनि आफ्नो पीडा खुलेर भन्न सकिरहेको थिएन। सायद उनीहरूको मायालाई अब सबैभन्दा ठुलो परीक्षाको सामना गर्नुपर्ने थियो। आयान र सिया बीच पहिले जस्तो कुरा हुन छाडिसकेको थियो। दुवै अनलाइन भए पनि मेसेज कसैले सुरु गर्दैनथे। आयान रातभर सियाको च्याट खोलेर बसिरहन्थ्यो, टाइपिङ गरेर फेरि डिलिट गर्थ्यो। उता सिया पनि पीडा सहेर बसिरहेकी थिइन्। एक दिन राति सियाले अचानक मेसेज पठाइन्, हामी यति टाढा किन हुँदैछौ आयान? आयानले धेरै बेरपछि रिप्लाई गर्यो, सायद डरले, म तिमीलाई गुमाउन चाहदैन। सियाले भारी मन गराएर मेसेज पठाइन्। आयानको आँखाभरि आँसु आयो। उसले तुरुन्तै कल गर्यो। फोन उठ्ने बित्तिकै दुवै केही समय मौन रहे। त्यो मौनताभित्र हजारौं अधुरो भावनाहरू थिए। अन्ततः आयानले बिस्तारै भन्यो, सरी, मैले तिमीलाई विश्वास गर्न सकिनँ र तिमीलाई शङ्का गरे। सियाको आवाज काँपिरहेको थियो, मलाई केवल तिमी चाहिन्छ आयान, अरू केही होइन। त्यो रात फेरि तिनीहरूले लामो समयसम्म कुरा गरिरहे, तर भाग्यले अझै अर्को मोड तयार गरिरहेको थियो।